आज हामी रिप्रोडक्टिभ सिस्टमको बारेमा पढ्दैछौँ। वी क्लासिफाई द रिप्रोडक्टिभ सिस्टम इन्टु टु पार्ट्स। सुरुमा चाहिँ हामी मेल रिप्रोडक्टिभ सिस्टमको बारेमा पढ्छौँ, त्यसपछि अर्को क्लासमा चाहिँ हामी फिमेल रिप्रोडक्टिभ सिस्टमको बारेमा पढ्छौँ है त। सो आज हामी सुरुमा मेल रिप्रोडक्टिभ सिस्टमको बारेमा सुरु गरौँ। सो मेल रिप्रोडक्टिभ सिस्टम स्टार्ट गर्नभन्दा पहिले यु मस्ट अल नो अबाउट दिस डायग्राम है त। सो सुरुमा तपाईहरुले यो डायग्रामको बारेमा राम्ररी थाहा पाउनु पर्ने हुन्छ। यो डायग्राम एकदमै माइन्डमा सेट गर्नुभयो भने त्यसपछि चाहिँ हामीहरुले थ्योरी धेरै घोक्न पर्दैन। ल ढिलो नगरिकन लेट्स स्टार्ट इट। सो मेल रिप्रोडक्टिभ सिस्टम कन्सिस्ट अफ दिस टु अर्गन्स। यो दुईटा जुन पिङ्क कलरको देखिराख्नु भएको छ यिनीहरुलाई चाहिँ हामीले टेस्टिस भन्छौं। सो राइट टेस्टिस एन्ड द लेफ्ट टेस्टिस। त्यसपछि टेस्टिसबाट माथि जाने बित्तिकै यहाँनिर चाहिँ एउटा स्ट्रक्चर, यसलाई चाहिँ हामीले इपिडिडाइमिस भन्छौं। त्यसपछि इपिडिडाइमिस पछि यहाँबाट दुईटा पाइप वाला स्ट्रक्चर आएको छ। एउटा यो राइट पट्टि छ एउटा पाइप, एउटा चाहिँ छ यो लेफ्ट पट्टिको पाइप। सो दिस पाइप स्ट्रक्चर्स, दिस ट्युबुलर स्ट्रक्चर्स आर नोन एज भास डिफरेन्स है त। सो दिज आर द भास डिफरेन्स। त्यसपछि भास डिफरेन्स आइसकेपछि यहाँनिर एउटा सानो ग्ल्यान्ड देख्न सक्नुहुन्छ तपाईहरु। दिस ग्ल्यान्ड, दिस टु ग्ल्यान्ड्स आर द सेमिनल भेसिकल्स है त। सो भास डिफरेन्स आयो यताबाट, त्यसपछि यताबाट सेमिनल भेसिकल्स आयो। अब के हुन्छ त भन्दाखेरि यो सेमिनल भेसिकल्सको डक्ट छ नि, यो सेमिनल भेसिकल्सको डक्ट र यो भास डिफरेन्सको डक्ट मिलेर एउटा यहाँनिर कमन पाथवे बनाइरहेको छ। दिस कमन पाथवे इज नोन एज इजाकुलेटरी डक्ट है त। सो इजाकुलेटरी डक्ट। अब इजाकुलेटरी डक्ट आएर यो येल्लो अर्गन देख्न सक्नुहुन्छ तपाईहरु। दिस येल्लो अर्गन इज द प्रोस्टेट which is found only in male. It is a prostate gland. अब यो इजाकुलेटरी डक्ट आएर प्रोस्टेट ग्ल्यान्ड भित्रको यो एउटा सिंगल ओपनिङ देखिराख्नु भएको छ। सिंगल ओपनिङ देखिराख्नु भएको छ तपाईहरु। दिस इज युरेथ्रा है त। सो दिस इजाकुलेटरी डक्ट ओपन्स इनसाइड द युरेथ्रा। युरेथ्रामा ओपन भयो। युरेथ्रामा ओपन भइसकेपछि यो युरेथ्राले चाहिँ हाम्रो पेनिसको थ्रुबाट पास भएर बाहिर हाम्रो स्पर्म, हाम्रो सिमेन र युरिन चाहिँ क्यारी गर्ने काम गर्छ है त। यो पेनिसको थ्रुबाट बाहिर पास गर्छ। सो यति नै हो रिप्रोडक्टिभ सिस्टम। अब एउटा अर्गन्स चाहिँ म देखाउँछु तपाईहरुलाई है। सो देयर इज वन अर्गन। देयर आर टु स्मल ग्ल्यान्ड्स है त which are situated just below the prostate। यो दुईटा प्रोस्टेट देख्नु भएको छ। यो प्रोस्टेटको मुनिनेर यहाँपट्टि दुवैपट्टि दुईटा सानो अर्गन्स हुन्छ, बल्ब लाइक, एउटा यतापट्टि एउटा यतापट्टि। दिस बल्ब लाइक टु ग्ल्यान्ड्स आर नोन एज बल्बोयुरेथ्रल ग्ल्यान्ड्स अर काउपर्स ग्ल्यान्ड। यति सिस्टम चाहिँ, यति डायग्राम चाहिँ तपाईहरुले माइन्डमा छाप्नु पर्यो। सो के हुँदो रहेछ त म फेरि देखाइदिन्छु एकचोटी है त। लेट्स रिकल इन सर्ट। फेरि भन्छु म तपाईहरुलाई। सो देयर आर टु टेस्टिस, दुईटा टेस्टिस छ। यो टेस्टिसको माथिपट्टि इपिडिडाइमिस हुन्छ। त्यो इपिडिडाइमिसबाट माथिपट्टि दुईटा लामो डक्ट सुरु हुन्छ, एउटा राइट पट्टि एउटा चाहिँ लेफ्ट पट्टि। दिस डक्ट आर नोन एज द भास डिफरेन्स। यो भास डिफरेन्स पछि गएर हाम्रो यहाँनिरको दुईटा सानो ग्ल्यान्ड छ, त्यसलाई सेमिनल भेसिकल्स भन्छौँ। यो सेमिनल भेसिकल्सको डक्टसँग कम्बाइन भएर एउटा कमन डक्ट बनाउँछ। त्यो कमन डक्टलाई हामीले इजाकुलेटरी डक्ट भन्छौँ है त। सो दिस इजाकुलेटरी डक्ट ओपन्स इनसाइड द प्रोस्टेट इन्टु द युरेथ्रा। यो युरेथ्रामा हाम्रो इजाकुलेटरी डक्ट ओपन हुन्छ र इट पासेस द युरिन एज वेल एज सिमेन आउट अफ द बडी। यसरी बाहिर लिन्छ है त। अब के हुन्छ, यहाँनिर सानो दुईटा ग्ल्यान्ड थियो जसको नाम हो हामी काउपर्स ग्ल्यान्ड अथवा बल्बोयुरेथ्रल ग्ल्यान्ड्स भन्छौँ। दिज अल्सो प्ले द इम्पोर्टेन्ट रोल इन रिप्रोडक्टिभ सिस्टम है। यतिसम्म तपाईहरुले अहिले माइन्डमा छाप्नुस्। अब म यही डायग्रामलाई तपाईहरुलाई साइड भ्यूमा देखाउँछु, हेर्नुस् है। ल अघिकै डायग्राम छ, त्यसलाई चाहिँ हामीले साइड भ्यूबाट हेर्दाखेरि। अब साइड भ्यूमा हेरौँ डायग्राम। सो यस्तो साइडबाट हेर्दाखेरि चाहिँ यो टेस्टिस हो। दिस इज टेस्टिस। टेस्टिसको माथिपट्टि एउटा यस्तो यो डक्ट स्ट्रक्चर छ है, कन्भोल्युटेड डक्ट। दिस इज इपिडिडाइमिस। त्यसपछि इपिडिडाइमिसबाट यस्तो यो पाइप आएको छ, ब्लुइस पाइप। दिस इज भास डिफरेन्स। त्यसपछि यो भास डिफरेन्स आइसकेपछि यहाँनिर एउटा सानो युरिनरी ब्ल्याडरको पछाडिपट्टि ब्लुइस ग्ल्यान्ड देख्न सक्नुहुन्छ। दिस इज सेमिनल भेसिकल है। सो द डक्ट अफ द भास डिफरेन्स एन्ड सेमिनल भेसिकल्स आर जोइनिङ टु फर्म अ कमन डक्ट
which is ejaculatory duct है त ejaculatory duct त्यसपछि यो ejaculatory duct गएर यो हेर्नुस् त यो स्ट्रक्चर चाहिँ यसलाई चाहिँ प्रोस्टेट भन्छौं यो प्रोस्टेटको भित्र युरेथ्रा पास भइराछ है सो दिस ejaculatory duct joins the urethra and it goes inside the penis and opens outside है त यसरी नै हाम्रो जिउबाट स्पर्म भनौं न सिमेन र युरिन चाहिँ यसरी पास हुँदै रहेछ इजाकुलेटर के रे यो युरेथ्राको थ्रुबाट है त यति चाहिँ तपाईहरुले माइन्डमा क्लियर गर्नु पर्यो त्यसपछि यहाँनेरको यो दुईटा सानो ग्ल्यान्ड छ प्रोस्टेटको मुनि यसलाई चाहिँ हामीले काउपर्स ग्ल्यान्ड अथवा बल्बो युरेथ्रल ग्ल्यान्ड्स भन्छौं है ल यति कुरा चाहिँ सेट हुनु पर्यो तपाईको माइन्डमा अब लेट्स स्टार्ट द रियल टपिक है त अब रियल टपिक के छ त भन्दाखेरि हेर्नुस् है ल हामीले मेल रिप्रोडक्टिभ सिस्टमको अर्गन्सलाई 3 ग्रुपमा क्लासिफाई गरेका छौं एउटा चाहिँ छ प्राइमेरी सेक्सुअल अर्गन्स अथवा प्राइमेरी रिप्रोडक्टिभ अर्गन्स सेकेन्डमा छ सेकेन्डरी रिप्रोडक्टिभ अर्गन्स र थर्डमा छ एक्सेसरी अर्गन्स है त प्राइमेरी सेकेन्डरी र एक्सेसरी अब एक्जाममा धेरै पल्ट सोधेको छ प्राइमेरी कुन हो सेकेन्डरी कुन हो र एक्सेसरी कुन हो भनेर आई विल टेल यु क्लियरली है अब प्राइमेरी अर्गन भनेको त्यस्तो अर्गन व्हिच प्ले द मोस्ट इम्पोर्टेन्ट रोल इन रिप्रोडक्टिभ सिस्टम है त हाम्रो रिप्रोडक्टिभ सिस्टमको सबभन्दा मोस्ट इम्पोर्टेन्ट रोल जुनले प्ले गर्छ त्यसलाई चाहिँ हामीले प्राइमेरी रिप्रोडक्टिभ अर्गन भन्छौं है अब मेन रोल के हो त हाम्रो रिप्रोडक्टिभ सिस्टमको भन्दाखेरि टु मेक सिमेन है त सिमेन बनाउँछ पछि फर्टिलाइज गरेर बेबी बनाउने हो सो त्यो सिमेन बनाउने काम अथवा स्पर्म बनाउने काम है सो स्पर्म बनाउनु मोस्ट इम्पोर्टेन्ट रोल हो हाम्रो रिप्रोडक्टिभ सिस्टमको पछि त्यो स्पर्म गएर फर्टिलाइज हुन्छ ओभमसँग मिक्स भएर अनि बेबी बन्छ है त सो त्यो स्पर्म बनाउने काम यो टेस्टिसले गर्ने हुँदा दिस टेस्टिकल्स है त सो दिस टेस्टिस आर नोन एज द प्राइमेरी रिप्रोडक्टिभ अर्गन यो दुईटा पिङ्क कलरको स्ट्रक्चर दे आर द प्राइमेरी रिप्रोडक्टिभ अर्गन्स धेरै पल्ट सोधेको छ है एक्जाममा क्वेशन त्यसपछि अब आउँछ सेकेन्डरी रिप्रोडक्टिभ अर्गन्स सेकेन्डरी भन्दा पहिले म तपाईहरुलाई एक्सेसरी अर्गन्सको बारेमा भन्छु एक्सेसरी अर्गन्स बुझ्नु अलि सजिलो छ है अब एक्सेसरी अर्गन भनेको के हो त भन्दाखेरि यो जुन स्ट्रेट ट्र्याक देखिराख्नु भएको छ तपाईहरु यो ट्र्याक यो स्ट्रेट बाटोबाट कुनै पनि अर्गन्सहरु थोरै बाहिरपट्टि ग्ल्यान्डहरु जुन यो स्ट्रेट बाटोबाट थोरै बाहिरपट्टि छ त्यो ग्ल्यान्डहरुलाई चाहिँ हामीहरुले एक्सेसरी ग्ल्यान्ड अथवा एक्सेसरी अर्गन्स भन्छौं है अब के पर्छ हेर्नुस् यो बाटोमै चाहिँ एपिडिडाइमिस अब यहाँ माथि जाँदै जाँदै गर्दा सबभन्दा सुरुमा यो दुईटा ग्ल्यान्ड छ बाहिर बाटोबाट है सो दिज आर द सेमिनल भेसिकल्स सो सेमिनल भेसिकल्स आर द फर्स्ट एक्सेसरी अर्गन्स त्यसपछि आउँछ यो प्रोस्टेट पनि बाटोबाट बाहिर छ थोरै है त सो प्रोस्टेट इज द सेकेन्ड एक्सेसरी अर्गन अथवा एक्सेसरी ग्ल्यान्ड त्यसपछि यता तलपट्टि आएर यो दुईटा बाहिरको गोलो स्ट्रक्चर्स दिज आर द काउपर्स अर बल्बो युरेथ्रल ग्ल्यान्ड्स दिज आर अल्सो द एक्सेसरी अर्गन्स सो के रहेछ त एउटा चाहिँ रहेछ सेमिनल भेसिकल्स अर्को रहेछ प्रोस्टेट र अर्को रहेछ काउपर्स ग्ल्यान्ड दिस 3 आर द एक्सेसरी अर्गन्स और एक्सेसरी ग्ल्यान्ड अफ द मेल रिप्रोडक्टिभ सिस्टम धेरै पल्ट सोधेको क्वेशन छ है व्हिच अफ द फलोइङ आर द एक्सेसरी अर्गन्स अथवा एक्सेसरी ग्ल्यान्ड्स भन्छ अप्सन ए मा दिएको होला सेमिनल भेसिकल्स अप्सन बी मा होला प्रोस्टेट अप्सन सी मा बोथ अप्सन डी मा नन तपाईले अप्सन सी बोथमा लगाउन पर्यो त्यसपछि आउँछ हाम्रो सेकेन्डरी रिप्रोडक्टिभ अर्गन्स सेकेन्डरी रिप्रोडक्टिभ अर्गन्स आर द दोज अर्गन्स व्हिच आर एक्सेप्ट दिस प्राइमेरी र एक्सेसरी अब यो प्राइमेरी र एक्सेसरी बाहेक जुन अरु अर्गन्सहरु छ दिस अल आर द सेकेन्डरी रिप्रोडक्टिभ अर्गन्स हेर्नुस् है अब के पर्दो रहेछ सेकेन्डरीमा एउटा एपिडिडाइमिस छ यहाँनेर त्यसपछि यो लामो पाइप दिस इज भास डिफरेन्स दिस इज अल्सो सेकेन्डरी अर्गन है त्यसपछि यतापट्टि आएर यो युरेथ्रा पर्यो युरेथ्रा पछि आएर लास्टमा कुन पर्यो त यो पेनिस सो यो पेनिससम्म चाहिँ सबै सेकेन्डरी रिप्रोडक्टिभ अर्गन्समा पर्छन् है यति कुरा चाहिँ तपाईहरुले माइन्डमा थाहा पाउनु पर्यो अब लेट्स सी द थ्योरी भर्सन सो है त यहाँ हेर्न सक्नुहुन्छ प्राइमेरी सेक्स अर्गनमा टेस्टिस इन मेल छ त्यसैगरी फिमेलको प्राइमेरी सेक्स अर्गन कुन हो भनेर आइराको हुन्छ धेरैपल्ट हामी त्यो फिमेल रिप्रोडक्टिभ सिस्टममा पनि पढ्छौं त्यसमा चाहिँ तपाईले ओभेरी भनेर लाउनु पर्यो बिकज ओभेरी फ्रम द ओभम बनाउने हुनाले हामीले ओभेरीलाई फिमेलको प्राइमेरी सेक्स अर्गन भन्छौं त्यसपछि सेकेन्डरी सेक्स अर्गन्समा रिप्रोडक्टिभ डक्ट्स एन्ड ग्ल्यान्ड्स है त यो प्राइमेरी र एक्सेसरी बाहेकको त्यसपछि एक्सेसरी अर्गनमा ल हेर्न सक्नुहुन्छ तपाईहरु सेमिनल भेसिकल्स प्रोस्टेट एन्ड काउपर्स ग्ल्यान्ड
दिज लाई अन द सेकेन्डरी सेक्स अर्गन्स है। अब हामीले यो सबै स्ट्रक्चरहरूको बारेमा 1 बाई 1 पढ्दै जान्छौँ। केही बुझेन भने सोध्नु होला तपाईँहरू। सबभन्दा सुरुमा हामीले सुरु गर्छौँ अब है यो मेल रिप्रोडक्टिभ सिस्टमको अर्गनहरू त्यही कुराहरू छ, यसमा म गइनँ। र सबभन्दा सुरुमा अब हामी स्टार्ट गर्छौँ टेस्टिसकोबाट है। सो टेस्टिसबाट सुरु गर्छौँ। के रहेछ त टेस्टिसको बारेमा एकदमै धेरै क्वेसनहरू सक्छ है टेस्टिस र सेमिनिफेरस ट्युबल्सबाट। तपाईँहरूले एकदमै ध्यान दिएर सुन्नु होला। सो लेट्स स्टार्ट अबाउट टेस्टिस। सो टेस्टिस आर द प्राइमेरी सेक्स अर्गन्स अफ मेल। यो पढिसक्यौँ हामीहरूले, एकदम धेरैचोटि सोधेको क्वेसन हो, यसलाई माइन्डमा घोकेरै राख्नुहोस् है। त्यसपछि छ अब डाइमेन्सन। टेस्टिसको लेन्थ, ब्रिथ र हाइट यसो हेऱ्यौँ भने हामीहरूले इट इज 5 × 3 × 2 सेन्टिमिटर, 5 × 3 × 2 सेन्टिमिटरको चाहिँ यसको डाइमेन्सन हुन्छ। अनि एउटा टेस्टिसको वेट 10 × 15 ग्राम, 10 to 15 ग्राम्स है त, 10 देखि 15 ग्राम एउटा टेस्टिसको वेट हुँदो रहेछ। यसमा बुझ्नुपर्ने केही छैन, घोक्ने कुरा हो। त्यस्तो एक्जाममा चाहिँ सोधिन होला है, अहिलेसम्म सोधेको छैन। अब यहाँ चाहिँ एउटा बुझ्नुपर्ने कुरा, टेस्ट यो सोधिरहेको हुन्छ है त। सो अब हाम्रो सपोज टेस्टिस छ, सपोज यो टेस्टिस सपोज गरौँ। अब यो टेस्टिसलाई बाहिरबाट 3वटा लेयरले कभर गरेर राखेको हुन्छ है त। सबभन्दा आउटर मोस्ट लेयर हुन्छ, त्यसपछि मिडल लेयर र त्यसपछि इनर मोस्ट लेयर है त। सो लेट्स रिड अबाउट दिस लेयर्स। सो देयर आर 3 लेयर्स इन अ टेस्टिस। दिस इज द आउटर मोस्ट लेयर, दिस इज द मिडल लेयर and this is the innermost layer of the testis right. So this outermost layer of the testis is known as tunica vaginalis है त। this outermost layer of the testis is known as tunica vaginalis। त्यसपछि द मिडल लेयर जुन बिचको लेयर छ त्यो लेयरलाई चाहिँ हामीले ट्युनिका एल्बुजिनिया भन्छौँ। सो द मिडल लेयर अफ द टेस्टिस इज ट्युनिका एल्बुजिनिया। त्यसपछि जुन यो भित्रपट्टिको इन्टर्नल लेयर छ, दिस इन्टर्नल लेयर इज ट्युनिका भ्यास्कुलोसा है त, ट्युनिका भ्यास्कुलोसा। सो द आउटरमोस्ट लेयर इज ट्युनिका भेजाइनालिस, त्यसपछि मिडल लेयर इज ट्युनिका एल्बुजिनिया र इनरमोस्ट लेयर इज ट्युनिका भ्यास्कुलोसा है। यतिसम्म तपाईँहरूले थाहा पाउनु पर्यो है त। अब के हुन्छ त भन्दाखेरि ल हेर्नुहोस् है, अब हामीले यसरी बनाएको थियौँ, दिस इज द आउटर मोस्ट लेयर, दिस इज द मिडल लेयर एन्ड दिस इज द इनर मोस्ट लेयर। सो दिस आउटर मोस्ट लेयर अफ द टेस्टिस इज नोन एज ट्युनिका भेजाइनालिस। यो बाहिरको लेयरलाई ट्युनिका भेजाइनालिस भन्छौँ। त्यसपछि दिस मिडल लेयर जुन यो बिचको लेयर छ, दिस मिडल लेयर इज कल्ड एज ट्युनिका एल्बुजिनिया, ट्युनिका एल्बुजिनिया भन्यौँ। त्यसपछि जुन यो इनर मोस्ट लेयर छ त्यसलाई चाहिँ हामीले ट्युनिका भ्यास्कुलोसा भन्यौँ है त। सो द आउटर मोस्ट लेयर इज ट्युनिका भेजाइनालिस, त्यसपछि मिडल लेयर इज ट्युनिका एल्बुजिनिया एन्ड इनर मोस्ट लेयर इज ट्युनिका भ्यास्कुलोसा है। अब हामीले ट्युनिका भेजाइनालिसको बारेमा थोरै पढौँ। अब यो ट्युनिका भेजाइनालिस आउटर मोस्ट लेयर छ होइन। सो यो ट्युनिका भेजाइनालिसको पनि 2वटा लेयर हुन्छ, एउटा चाहिँ आउटर लेयर, एउटा चाहिँ इनर लेयर। सो द आउटर लेयर अफ द ट्युनिका भेजाइनालिस इज कल्ड पेराइटल लेयर एन्ड द इनर लेयर इज नोन एज भिसेरल लेयर है त। यो फिगरमा पनि हेरौँ एकचोटि। सो दिस ट्युनिका भेजाइनालिस हेज 2 लेयर, वान इज आउटर लेयर, वान इज इनर लेयर। सो यो आउटर लेयरलाई चाहिँ हामीले पेराइटल लेयर भन्छौँ र यो इनर लेयरलाई चाहिँ हामीले भिसेरल लेयर भन्छौँ। अब यो 2टा लेयर हुने बित्तिकै देयर फर्म्स अ पोटेन्सियल स्पेस बिट्विन दिस 2 लेयर्स है। यो 2टा लेयरको बिचमा एउटा सानो स्पेस भन्छ, यु क्यान सी ओभर हियर, यो स्पेस। यो स्पेसमा नर्मल्ली एकदम लिटल एमाउन्टमा फ्लुइड भइरहेको हुन्छ, नर्मल कन्डिसनमा एकदमै लेस अमाउन्ट अफ फ्लुइड हुन्छ। तर यदि कुनै डिजिज कन्डिसनले गर्दा इफ द फ्लुइड गेट कलेक्टेड इन बिट्विन 2 लेयर्स अफ द ट्युनिका भेजाइनालिस, यो कन्डिसनलाई चाहिँ हामीले हाइड्रोसिल भन्छौँ। सो इफ द फ्लुइड गेट कलेक्टेड बिट्विन द 2 लेयर्स अफ द ट्युनिका भेजाइनालिस, दिस कन्डिसन इज कल्ड एज हाइड्रोसिल है त। कहिलेकाहीँ सोधिरहेको हुन्छ। अब हेरौँ है, यही कुरालाई तल अलि डिटेलमा दिएको छ, यही कुरालाई हामी थ्योरी हेरौँ है। द सेरस मेम्ब्रेन व्हिच कभर्स द टेस्टिस पार्सियल्ली इज कल्ड ट्युनिका भेजाइनालिस है त। यो बाहिरको लेयर जसले टेस्टिसलाई फुल कभर गरे हुन्न, अलिक पार्सियल्ली मात्र कभर गरे हुन्छ, त्यसलाई ट्युनिका भेजाइनालिस भन्यौँ। इट हेज द 2 लेयर्स पेराइटल र भिसेरल, मैले भनिसकेँ है।
द सेरस फ्लुइड इन द स्पेस बिट्विन टु लेयर्स अफ ट्युनिका भेजाइनालिस इज कल्ड हाइड्रोसिल। त्यही कुरा छ है। त्यसपछि अब हामीले यो बाहिरको लेयरलाई त हामीले भन्यौँ ट्युनिका भेजाइनालिस। त्यसपछि बिचमा आउँछ नि जुन ट्युनिका एल्बुजिनिया, त्यो चाहिँ लिटिल बिट व्हाइट लेयर हुन्छ है त। सो दिस मिडल व्हाइटिस लेयर इज नोन एज ट्युनिका एल्बुजिनिया। अनि जुन यो भित्रपट्टिको भनेको थिएँ मैले ट्युनिका भास्कुलोसा, दिस इज द इनरमोस्ट लेयर। र नामबाटै क्लियर छ, भास्कुलोसा भन्नाले ब्लड भेसल्स भन्छ है त, आर्ट्री र भेन। सो इनरमोस्ट लेयर चाहिँ एकदम टेस्टिससँग टाँसेरै बसेको हुन्छ र त्यसमा ब्लड भेसल एकदमै धेरै ब्लड भेसल्सहरू हुन्छ, सबै आर्ट्री र भेन्सहरू। त्यही भएको हुनाले त्यसलाई ट्युनिका भास्कुलोसा भन्ने नाम दिएको है। अब हामीले टेस्टिसको आउटरतिरको पढ्यौँ। अब लेट्स गेट इनसाइड अफ द टेस्टिस। अब टेस्टिसको भित्रतिर जाऊँ है त, भित्रतिरको बारेमा जाऊँ हामी। ल अब चाहिँ हामीहरूले टेस्टिसको भित्रको बारेमा पढौँ है। सो सपोज यो एउटा टेस्टिस थियो, त्यो टेस्टिसलाई हामीले बिचमा काटेर क्रस सेक्सन बनाएर हेर्दैछौँ है त। सो इफ यु मेड द क्रस सेक्सन अफ द टेस्टिस वी गेट दिस टाइप अफ फिगर है। सपोज टेस्टिसलाई क्रस सेक्सन गरिसकेपछि हामीले यस्तो पायौँ है। अब टेस्टिसलाई क्रस सेक्सन गरिसकेपछि यो टेस्टिसलाई भित्र हेर्दाखेरि इच टेस्टिस इज डिभाइडेड इन्टु 200 to 300 स्मल रुम्स, दिज आर कल्ड लोब्युल्स है त। सपोज यो टेस्टिस भयो, यो टेस्टिसलाई भित्र काटेर हेर्दा देयर आर 300 200देखि 300वटा स्मल स्मल यस्तो कोठाहरू हुन्छ। दिज रुम्स आर कल्ड द लोब्युल्स अफ द टेस्टिस है त। यो सोधेको क्वेसन हो। त्यसपछि अब यो हरेक रुममा हेर्दाखेरि इच रुम इच लोब्युल कन्सिस्ट अफ 2 to 3 दिस टाइप्स अफ कन्भुलेटेड डक्स, स्मल डक्स है त। इच लोब्युल कन्सिस्ट अफ 2 to 3 ducts. These ducts are called the seminiferous tubules. So each testis consists of 200 to 300 lobules and each lobe consists of 2 to 3 convoluted seminiferous tubules. त्यही कुरा छ हेर्नुहोस् है। सो each lobule consists of 2 to 3 seminiferous tubules. अब इक्जाममा के भनेर आउँछ त भन्दाखेरि these seminiferous tubules are the functional unit of testis है त। जस्तै हामीले लङ्सको फङ्सनल युनिट एल्बियोलाई भनेको थियौँ, त्यस्तै गरी लिभरको फङ्सनल युनिट हेपाटोसाइट्स भनेको थियौँ, किडनीको फङ्सनल युनिट नेफ्रोन्स भनेको थियौँ है। अनि त्यसपछि नर्भस सिस्टमको फङ्सनल युनिट न्युरोन्स भनेको थियौँ। त्यसै गरी द फङ्सनल युनिट अफ द टेस्टिस आर दिज सेमिनिफेरस ट्युबुल्स। एकदम धेरै सोध्ने क्वेसन हो यो है, हाइलाइट गरेर पढ्नु होला। अब त्यसैलाई हामीले डायग्रामेटिकली हेरौँ है। सो दिस इज द टेस्टिस, यो क्रस सेक्सन अफ द टेस्टिस हो। यो टेस्टिसको ल हेर्न सक्नुहुन्छ तपाईँहरू, यो सानो सानो ब्ल्याक स्ट्रक्चरहरू छ। दिज अल आर द लोब्युल्स, दिज आर 200 to 300 इन नम्बर। अब यो हरेक लोब्युलभित्र यो 2-3टा यो येल्लो कलरको स्ट्रक्चर देख्न सक्नुहुन्छ। दिज आर द सेमिनिफेरस ट्युबुल्स, यिनीहरू नै सेमिनिफेरस ट्युबुल्स हो। एन्ड दे आर द फङ्सनल युनिट अफ टेस्टिस। दिज आर द फङ्सनल युनिट अफ टेस्टिस। अब हामी यो सेमिनिफेरस ट्युबुल्सको बारेमा डिटेलमा पढौँ है। सो द फर्स्ट पोइन्ट इज दिस सेमिनिफेरस ट्युबुल्स आर लाइन्ड बाई इपिथेलियम। यो हरेक सेमिनिफेरस ट्युबुललाई हामीले उठाएर हेऱ्यौँ भने दे कन्सिस्ट अफ अ लाइनिङ। दिस लाइनिङ इज कल्ड द सिम्पल क्युबोइडल इपिथेलियम है, विच इज जर्मिनल इपिथेलियम। यो जर्मिनल इपिथेलियमले लाइनिङ गरे हुन्छ। दिस जर्मिनल इपिथेलियम इज अ टाइप अफ सिम्पल क्युबोइडल इपिथेलियम। अब हरेक सेमिनिफेरस ट्युबुलमा यो सपोज एउटा सेमिनिफेरस ट्युबुललाई निकालेर हेऱ्यौँ भने इच सेमिनिफेरस ट्युबुल कन्सिस्ट अफ 3 टाइप्स अफ सेल है त, 3वटा सेल हुन्छ। सो द फर्स्ट सेल अफ द सेमिनिफेरस ट्युबुल इज कल्ड जर्म सेल्स है त, जर्म सेल्स अथवा स्पर्मेटोजेनिक सेल्स भन्छौँ। सो यो जर्म सेल्स अथवा स्पर्मेटोजेनिक सेल्स हेल्प इन द फर्मेसन अफ स्पर्म है। सो 3वटा सेल हुँदो रहेछ। सो जुन यो पहिलो सेल छ, दिस फर्स्ट सेल इज नोन एज द जर्म सेल्स और स्पर्मेटोजेनिक सेल्स। दे हेल्प इन द फर्मेसन अफ स्पर्म एन्ड द प्रोसेस इज नोन एज स्पर्मेटोजेनेसिस। यो प्रोसेसलाई चाहिँ हामीहरूले स्पर्मेटोजेनेसिस भन्छौँ। यसको बारेमा पछि पढ्छौँ। अब हामी सेकेन्ड सेल, सपोज यहाँनिर अब दोस्रो सेल छ। द सेकेन्ड सेल्स अफ द टेस्टिस अथवा सेमिनिफेरस ट्युबुल्स आर कल्ड सर्टोली सेल्स और नर सेल्स और सपोर्टिङ सेल्स है त। दोस्रो सेल्सलाई चाहिँ हामीले सर्टोली सेल्स अथवा नर सेल्स अथवा सपोर्टिङ सेल्स। सिम्पल भन्दाखेरि नर्स भनेको न्युट्रिसन प्रोभाइड गर्ने काम हो अथवा सपोर्टहरू गर्ने काम भन्ने बुझिन्छ नर्सको मिनिङले है त। हस्पिटलमा हाम्रो नर्सहरूको तपाईँहरूको जे फङ्सन हुन्छ नि त्यस्तै खालको फङ्सन हुन्छ
है त। सो सर्टोली सेल्स अथवा नर्भ सेल्सको एउटा मात्रै फङ्सन भन्नुस् भन्यो भने दे हेल्प्स टु प्रोभाइड नोरिसमेन्ट टु द स्पर्म भन्नु पऱ्यो है त। नोरिसमेन्ट भन्नु खोजे स्पर्मलाई चाहिँ खानाहरू दिने काम गर्छ। अब अर्को फङ्सन पनि छ एउटा इम्पोर्टेन्ट, दे हेल्प्स टु प्रोटेक्ट द स्पर्म, स्पर्मलाई प्रोटेक्सन गर्ने काम पनि गरे हुन्छ है। सो दिस टु आर द फङ्सन्स, प्रोटेक्ट स्पर्मेटोजेनिक सेल्स, जुन यो माथिको स्पर्मेटोजेनिक सेल्स थियो नि त्यो स्पर्मेटोजेनिक सेल्सलाई प्रोटेक्ट गर्ने काम पनि गरे हुन्छ नर्भ सेल्सले। त्यो दुईवटा फङ्सन। अब एउटा अर्को फङ्सन छ जुन तपाईँहरूलाई नसोध्ला तर जानिराख्नुहोस् है। अब नर्मली के हुन्छ त भन्दाखेरि सपोज यो टेस्टिस भयो, यो टेस्टिसको भित्र सबै स्पर्म छ है, अनि स्पर्म छ त्यसै टेस्टिसमा त ब्लड पनि हुने भयो, ब्लड भेसल छ त ब्लड। सो यो स्पर्म र ब्लड त डाइरेक्टली मिक्स हुनसक्छ नि होइन। सो दिस स्पर्म एन्ड ब्लड क्यान गेट मिक्स। तर यो प्रिभेन्ट गर्नलाई, स्पर्म र ब्लड मिक्स हुनबाट प्रिभेन्ट गर्नलाई त्यहाँ लेयर बने हुन्छ कि स्पर्म र ब्लडको बिचमा, देयर इज अ ब्यारियर। सो दिस ब्यारियर इज नोन एज ब्लड टेस्टिस ब्यारियर है त। यो ब्लड टेस्टिस ब्यारियरले स्पर्म र ब्लडलाई डाइरेक्टली मिक्स हुन दिन्न। सो त्यो ब्लड टेस्टिस ब्यारियर बनाउने काम पनि नर्भ सेल्सले गरे हुन्छ है। सो दे फर्म द ब्लड टेस्टिस ब्यारियर। अब यो दुईवटा सेल्स भयो, जर्म सेल्स र सर्टोली सेल्स। अब लेट्स रिड अबाउट द थर्ड सेल, द लास्ट सेल्स of the seminiferous tubules. These third cells are known as interstitial cells of Leydig अथवा cells of Leydig, cells of Leydig भनेर बुझ्नुहोस् तपाईहरु। सो एक्चुअली हेर्दाखेरि यो सेल्स अफ लेडिग सेमिनिफेरस ट्युबुल्स भित्रै हुन भन्दा पनि द टु सेमिनिफेरस ट्युबुल्स, यो दुईटा सेमिनिफेरस ट्युबुल्स छ, त्यो दुईटा सेमिनिफेरस ट्युबुल्सको बिचमा हुन्छ इन्टरस्टिशियल स्पेस है त। सो दिस लेडिक सेल्स आर बिट्विन द टु सेमिनिफेरस ट्युबुल्स, सो दे आर कल्ड इन्टरस्टिशियल सेल्स अफ लेडिक। अब यो इन्टरस्टिशियल सेल्स अफ लेडिकको फङ्सन के हो, एक्जाममा धेरै सोधिरा हुन्छ। दे सिक्रिट अ हर्मोन, मेल हर्मोन विच इज कल्ड टेस्टेस्टोरन है, देख्न सक्नुहुन्छ। टेस्टेस्टोरन भन्ने एउटा मेल हर्मोन छ, मोस्ट इम्पोर्टेन्ट हर्मोन, यो हर्मोन निकाल्छ। अब एक्जाममा के सोध्छ, टेस्टेस्टोरनको दुईटा फङ्सन भन भन्छ। दिस टेस्टेस्टोरन हेज टु फङ्सन्स, एउटा नामबाट नै क्लियर छ है। सो द फर्स्ट फङ्सन इज दे हेल्प इन स्पर्मेटोजेनेसिस, एउटा त जुन स्पर्मेटोजेनेसिसको प्रोसेस थियो, स्पर्म बन्ने प्रोसेस, त्यो प्रोसेसमा हेल्प गर्छ टेस्टेस्टोरनले। अर्को फङ्सन भनेको दे हेल्प इन द डेभलपमेन्ट अफ सेकेन्डरी सेक्सुअल क्यारेक्टर। हाम्रो यो जुन मेनलिस क्यारेक्टरहरू छ केटाहरूमा देखिने मेनलिस क्यारेक्टर, यो बियर्डहरूदेखि लिएर अलि हार्स काइन्ड अफ भोइस, अनि त्यसपछि ब्रोड सोल्डर, यो सबै एक्सटर्नल एपियरेन्स मेनलिस क्यारेक्टर चाहिँ यो टेस्टेस्टोरन हर्मोनले गर्दो रहेछ है त। यति कुरा थाहा पाउनु पर्यो। सो इट इज लाइन बाई सेमिनिफेरस ट्युबुल्स इज लाइन बाई जर्मिनल इपिथेलियम एन्ड इज कन्सिस्ट अफ 3 cells. The first cells is germ cells अथवा spermatogenic cells. The second cells are nerve cells or Sertoli cells. त्यसै third cells are cells of Leydig. यिनीहरूको फङ्सन थाहा पाउनु पर्यो है। सो एकदमै धेरै इम्पोर्टेन्ट छ यो सेमिनिफेरस ट्युबुल्स। यहाँ लेखेको यो स्लाइडमा भएको सबै पोइन्टहरू ध्यान दिएर पढ्नु होला तपाईँहरू, धेरैपल्ट सोध्छ है। अब हामी जान्छौँ फङ्सन अफ द टेस्टिस। फङ्सन अफ द टेस्टिस त्यही नै हो, अब तपाईँलाई थाहा भएकै कुरा हो है। एउटा चाहिँ छ स्पर्मेटोजेनेसिस विच मिन्स फर्मेसन अफ स्पर्म है त। जुन यो टेस्टेस्टोरनको फङ्सन थियो त्यो टेस्टिसको फङ्सन नि लगभग त्यस्तै नै हो, स्पर्म प्रोडक्सन। र अर्को फङ्सन भनेको दे हेल्प्स टु प्रोड्युस द मेल सेक्स हर्मोन विच वी कल टेस्टेस्टोरन है त। यति हो। अब यो फिगरको बारेमा म एकछिनमा आउँछु। त्योभन्दा पहिला हामी पढौँ स्क्रोटम। सो अब टेस्टिस पढ्यौँ हामीले, टेस्टिसको भित्रको सेमिनिफेरस ट्युबुल्स पनि पढ्यौँ, टेस्टिसको कभरिङ पनि पढ्यौँ। अब जुन टेस्टिस जुन ब्यागमा बसेको हुन्छ स्क्रोटम, त्यो स्क्रोटमको बारेमा पढ्छौँ हामी है। योबाट नि 2-3टा क्वेसन आइरहन्छ। सो स्क्रोटम इज सिम्पली अ ब्याग, इट इज अ ब्याग अथवा स्याग विच इज मेड अप अफ मसल्स एन्ड स्किन है त। स्क्रोटम चाहिँ मसल र स्किनले बना हुन्छ। अब यो मसलको नाम के हो भनेर सोध्छ कहिलेकाहीँ एक्जाममा। सो द मसल अफ द स्क्रोटम इज कल्ड डाटोस मसल है त। मसल अफ द स्क्रोटम इज कल्ड डाटोस मसल, यो याद हुनु पर्यो तपाईँहरूलाई। स्क्रोटमको मसललाई डाटोस मसल भन्छ। अब एउटा अर्को कुरा छ। सो एउटा स्क्रोटम भयो, त्यो स्क्रोटमलाई मेलहरूमा हेऱ्यो भने बाहिरपट्टि एउटा यस्तो लाइनिङ स्ट्रक्चरले चाहिँ डिभाइड गरे हुन्छ राइट र लेफ्ट स्क्रोटममा है त। सो दिस मेडियन रिज विच डिभाइड द स्क्रोटम इन्टु राइट एन्ड लेफ्ट पार्ट इज नोन एज राफे, यो राफे भन्छ है। सपोज यो स्क्रोटम भयो, यो बाहिरबाट एउटा लाइनले डिभाइड गरे हुन्छ, यो लाइनलाई चाहिँ हामीले राफे भन्छौँ
है। त्यसै गरी स्क्रोटमलाई भित्रपट्टि पनि एउटा सेप्टमले डिभाइड गरे हुन्छ राइट र लेफ्ट पार्टमा है त। सो इन्टरनल्ली डिभाइडेड बाई अ सेप्टम विच इज कल्ड स्क्रोटल सेप्टम। यो कुरा थाहा पाउनु पऱ्यो। अब हेर्नुहोस् है त, हाम्रो टेस्टिस डेभलप हुँदाखेरि यहाँ एउटा इन्ट्रेस्टिङ कुरा छ। हाम्रो टेस्टिस डेभलप हुँदाखेरि दे आर इनसाइड द एब्डोमिनल क्याभिटी। सुरुमा चाहिँ हाम्रो टेस्टिस बच्चामा हेर्नुभयो, फिटसमा हेर्नुभयो भने त्यो एब्डोमिनमा डेभलप हुन्छ। पछि गएर बिस्तारै बिस्तारै व्हेन द मन्थ्स पासेस है त, मन्थ पास हुँदै गर्दा त्यो टेस्टिसहरू बिस्तारै बिस्तारै डिसेन्ड हुँदै 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 तलपट्टि आउँछ कि। सुरुमा माथि एब्डोमिनल क्याभिटीमा हुन्छ, अनि बिस्तारै तल 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 हुँदै आउँछ, अनि जब 8th मन्थमा पुग्छ त्यो चाहिँ एब्डोमिनको बाहिर आएर अनि बल्ल बल्ल स्क्रोटममा बस्छ है त। सो इनिसियली द टेस्टिस आर इन्ट्राएब्डोमिनल एन्ड एट द एन्ड अफ द 8th मन्थ दे कम्प्लिटली डिसेन्ड एन्ड लाई इनसाइड द स्क्रोटम, स्क्रोटममा बस्छ। यो किन भएको त भन्दाखेरि नेचरले नै बनाइदिएको यस्तो। अब नर्मल्ली हाम्रो टेस्टिसमा जुन स्पर्म बन्ने प्रोसेस छ, त्यो स्पर्म बन्ने प्रोसेसको लागि यो नर्मल बडी टेम्परेचरभन्दा 2 to 3 डिग्री सेल्सियस लेस टेम्परेचर चाहिन्छ है। त्यो त्यो टेम्परेचर चाहिँ हामी यदि टेस्टिस पेटभित्र नै भयो, एब्डोमिनभित्र नै भयो भने चाहिँ अब त्यहाँ त टेम्परेचर हाई हुन्छ। सो यो स्पर्मेटोजेनेसिसको प्रोसेसमा हेम्पर गर्छ। सो त्यही भएको हुनाले गर्दाखेरि दे आर एक्स्ट्रा एब्डोमिनल इनसाइड द स्क्रोटम। त्यो कारणले गर्दाखेरि आएको यो सोधेको क्वेसन छ है त। सो यहाँ देख्न सक्नुहुन्छ ह्युमन टेस्टिस आर एक्स्ट्रा एब्डोमिनल अथवा दे लाई आउटसाइड द बडी क्याभिटी बिकज स्पर्म प्रोडक्सन रिक्वायर्स अ टेम्परेचर which is 2 to 3 degree centigrade less than the normal body temperature। अब कुनै कुनै अर्ग्यानिजमहरूमा चाहिँ टेस्टिस इन्ट्राएब्डोमिनल नै हुन्छ, एब्डोमिनको भित्र नै हुन्छ। जस्तै ब्लू व्हेलमा हेर्नुभयो, एलिफेन्टहरूमा हेर्नुभयो भने। किनकि अब जस्तै व्हेलकै इक्जाम्पल लिउँ, ब्लू व्हेल त पानीमा हुन्छ। सो बाहिरपट्टि टेस्टिस भइदियो भने टेम्परेचर लो हुन्छ, पानीको टेम्परेचर। सो एकदम लो टेम्परेचरमा पनि हाम्रो स्पर्म बन्ने प्रोसेसलाई ह्याम्पर गर्ने हुँदा इन ब्लू व्हेल्स द टेस्टिस आर इन्ट्राएब्डोमिनल है त। यो कुरा थाहा पाउनु पऱ्यो। त्यसै गरी अब तपाईँहरूले जाडो महिनामा हेर्नुभयो भने स्क्रोटम चाहिँ थोरै स्क्विज खुम्चेर टेस्टिस अलि माथि जान खोज्छ एब्डोमिनतिर। किन त भन्दाखेरि जाडो महिनामा टेम्परेचर लो हुन्छ। सो लो टेम्परेचरमा पनि स्पर्म बन्न प्रोसेसलाई ह्याम्पर गर्ने हुँदा टेस्टिस द स्क्रोटम गेट लिटिल बिट कन्ट्र्याक्टेड र टेस्टिस थोरै माथि जान खोज्छ है त। सो धेरै टेम्परेचर पनि हुन भएन, कम टेम्परेचर पनि हुन भएन। त्यसै गरी गर्मी महिनामा हेर्नुभयो भने स्क्रोटम अलि रिल्याक्स भएर बस्छ, टेस्टिस अझै तल आउन खोज्छ। सो दिस इज द कन्डिसन है। ल अब के हुन्छ, टेस्टिस इन्ट्राएब्डोमिनल हुन्छ, पछि गएर बाहिर आउँछ है। अब कुनै कुनै कन्डिसनमा त्यो टेस्टिस इन्ट्राएब्डोमिनल बनेको टेस्टिस चाहिँ हर्मोनको कारणले गर्दा होस् अथवा अरू कुनै रिजनले गर्दा होस् त्यो डिसेन्ड नभइकन माथि नै बस्दिन्छ अथवा बाटोमा कतै अड्केर बस्छ। सो त्यो जन्मेको बच्चाहरूको हामीले स्क्रोटम फिल गरेर हेरौँ भने त्यहाँ टेस्टिस हुँदैन। त्यो कन्डिसनलाई चाहिँ हामीले क्रिप्टो अर्किडिजम भन्छौँ है त। सो इफ द टेस्टिस फेल टु डिसेन्ड इन्टु द स्क्रोटम दिस कन्डिसन इज कल्ड एज क्रिप्टो अर्किडिजम है। म यता देखाउँछु अहिले तपाईँहरूलाई एकछिनमा है त। ल अहिले एकछिनमा देखाउँछु है। अब हेर्नुहोस् है त, अब के हुन्छ त भन्दाखेरि यो टेस्टिस भयो। यो टेस्टिस चाहिँ हाम्रो स्क्रोटममा यत्तिकै बसेको हुँदैन, त्यसलाई एउटा स्ट्रक्चरले, एउटा रोप टाइप स्ट्रक्चरले स्क्रोटममा यसो ह्याङ गरेर राखेको हुन्छ। सो दिस स्ट्रक्चर विच सस्पेन्ड द टेस्टिस इन्टु द स्क्रोटम। यो स्क्रोटममा जुन स्ट्रक्चरले टेस्टिसलाई ह्याङ गरेर राखेर छ त्यसलाई चाहिँ हामीले स्पर्मेटिक कर्ड भन्छौँ है त। सो इफ दिस इज अ टेस्टिस एन्ड दिस इज अ स्क्रोटम, this testis is suspended in the scrotum with this structure, rope-like structure. This is called spermatic cord है त। यसलाई स्पर्मेटिक कर्ड भन्छौँ हामीले। अब यो स्पर्मेटिक कर्ड चाहिँ एउटा क्यानलको थ्रु, यसको बाहिर वरिपरि एउटा क्यानल हुन्छ, त्यो क्यानलको थ्रुबाट पास हुन्छ। सो दिस स्पर्मेटिक कर्ड पास इनसाइड द क्यानल विच इज कल्ड इन्ग्वाइनल क्यानल है। यही छ यो कुरा, स्पर्मेटिक कर्ड पास थ्रु अ क्यानल विच इज कल्ड इन्ग्वाइनल क्यानल। अब त्यो त भयो टेस्टिसलाई स्क्रोटममा एट्याच गर्ने कुरालाई स्पर्मेटिक कर्ड भन्यौँ। तर होल टेस्टिस अथवा होल स्क्रोटमलाई जुन स्ट्रक्चरले एब्डोमिनल क्याभिटीसँग एट्याच गरेर राखेको हुन्छ त्यो फुल क्यानललाई चाहिँ हामीले इन्ग्वाइनल क्यानल भन्छौँ है। So testes are suspended in the scrotum with the help of spermatic cord, but
The scrotum is connected to the abdominal cavity with the help of a canal which is called inguinal canal. है यो अघिको डायग्राममा देखाउँछु म तपाईलाई. So you can see over here. है त. So यो के छ त हेर्नुस् है. So यो टेस्टिस भयो टेस्टिस. दिस टेस्टिसलाई यो टेस्टिसलाई हाम्रो वरिपरि स्क्रोटममा एउटा यो कर्ड लाइक स्ट्रक्चरले ह्याङ गरेर राखेको छ. यसलाई चाहिँ हामीले स्पर्मेटिक कर्ड भन्यौं है त. दिस इज स्पर्मेटिक कर्ड. र अब यो स्पर्मेटिक कर्ड हेर्नुस् त्यस्तो पास भएर यो एउटा क्यानलको थ्रुबाट पास हुन्छ. यो फुल क्यानललाई चाहिँ हामीले इन्गुइनल क्यानल भन्छौं है त. सो यता टेस्टिस भयो. टेस्टिसलाई अड्काएर अथवा ह्याङ गरेर राख्ने स्ट्रक्चर दिस इज स्पर्मेटिक कर्ड. र यो स्पर्मेटिक कर्ड पास हुने जताबाट पास भएको छ त्यसलाई चाहिँ हामीले इन्गुइनल क्यानल भन्यौं. र यो इन्गुइनल क्यानलले चाहिँ फुल टेस्टिस अथवा स्क्रोटमलाई एब्डोमिनल क्याभिटीसँग एट्याच गरेर राख्यो है त. यति कुराहरु जान्न पर्यो. ल ओके यहाँ चाहिँ अघिकै कुरा देखाएको छ है. सो एउटा टेस्टिस चाहिँ हेर्नुस् त फुल डिसेन्ड भइसकेको छ लेफ्ट पट्टिको. यो नर्मल कन्डिसन भयो. तर एउटा कन्डिसनमा चाहिँ यो इन्गुइनल क्यानल भित्रै नै अड्केर बसेको छ टेस्टिस. सो दिस इज द केस अफ अनडिसेन्डेन्ट टेस्टिस अर क्रिप्टोअर्किडिजम है. यही कुरा छ. यो अहिले एकछिनमा भन्छु म. हेर्नुस् द कन्डिसन इन विच टेस्टिस डु नट डिसेन्ड इन्टु द स्क्रोटम इज कल्ड क्रिप्टोअर्किडिजम. ल ड्युरिङ फिटल लाइफ टेस्टिस आर प्रेजेन्ट इनसाइड एब्डोमिनल क्याभिटी बट दे डिसेन्ड इन्टु द स्क्रोटम भाया इन्गुइनल क्यानल एट द एन्ड अफ 8th month. सो इन्गुइनल क्यानलको बाटो हुँदै टेस्टिस स्क्रोटममा आउँछ. अब एउटा अर्को कुरा छ. नर्मली हामीले कम्पेयर गऱ्यौं भने राइट टेस्टिस चाहिँ स्लाइटली हायर हुन्छ लेफ्ट टेस्टिस भन्दा है. राइट टेस्टिस अलि माथि हुन्छ लेफ्ट चाहिँ थोरै तलपट्टि हुन्छ है त. यो कुरा कहिलेकाहीँ सोध्न सक्छ. लिभरको कन्डिसनमा चाहिँ के थियो किडनीको कन्डिसनमा चाहिँ के थियो राइट किडनी चाहिँ स्लाइटली तलपट्टि थियो लेफ्ट किडनी चाहिँ स्लाइटली माथिपट्टि थियो. तर टेस्टिसमा ठ्याक्क उल्टो हुन्छ है. राइट टेस्टिस इज स्लाइटली हायर. यो किन त भन्दाखेरि अब यो टेस्टिसलाई स्पर्मेटिक कर्डले अड्काएर राखेको थियो हैन. अब यो राइट पट्टिको स्पर्मेटिक कर्डको लेन्थ चाहिँ स्लाइटली सर्ट हुन्छ लेफ्ट भन्दा. सो ड्यू टु द सर्टर लेन्थ अफ द स्पर्मेटिक कर्ड इन द राइट टेस्टिस इट इज स्लाइटली एट हायर लेभल. जति छोटो भयो त्यति माथि हुने भयो नि त टेस्टिस त्यो. अनि यदि कुनै पनि कारणहरूले गर्दा टेस्टिसलाई हामीले सर्जिकली काटेर फाल्न पर्यो भने त्यो कन्डिसनलाई हामीले अर्किडेक्टोमी अर क्यास्ट्रेसन भन्छौं है त. अर्किड्स भनेको टेस्टिस, एक्टोमी भनेको रिमुभल. यति कुरा बुझ्नुस्. अनि अर्को कन्डिसन छ इफ द टेस्टिस गेट्स इन्फ्लाम्ड. कुनै पनि कन्डिसनले गर्दा टेस्टिस इन्फ्लामेसन भयो भने त्यो कन्डिसनलाई चाहिँ हामीले अर्काइटिस भन्छौं है त. अर्किड्स भनेर नर्मली टेस्टिसलाई बुझिन्छ. अब चाहिँ हामी पढ्छौं इपिडिडाइमिस है त. सो इपिडिडाइमिस एकदमै सजिलो छ. यो टेस्टिस भयो है त. यो टेस्टिसको पछाडिपट्टि एउटा यस्तो स्ट्रक्चर थियो कन्भोल्युटेड डक्ट. यसलाई चाहिँ हामीले भन्छौं इपिडिडाइमिस है. सो इपिडिडाइमिस इज अ कन्भोल्युटेड डक्ट व्हिच इज सिचुएटेड बिहाइन्ड द टेस्टिस. टेस्टिसको पछाडिपट्टि हुन्छ एन्ड इट क्यारिज द स्पर्म फ्रम टेस्टिस टु भास डिफरेन्स. सो यो टेस्टिसभित्र स्पर्म बनेको थियो. यो यसपछि इपिडिडाइमिसमा जान्छ. इपिडिडाइमिसबाट माथि हुन्छ यो भास डिफरेन्समा जान्छ है. सो इपिडिडाइमिस इज अ कन्भोल्युटेड डक्ट which lies behind the testis and help to carry the sperm from testicles to the vas deferens. त्यति हो थाहा पाउनु पर्ने. त्यसपछि अब यसको चाहिँ तीनवटा पार्ट हुन्छ है त. सो इफ यु सी दिस इपिडिडाइमिस इज डिभाइडेड इन्टु 3 पार्ट्स. यस्तो इपिडिडाइमिस भयो भने तीनटा भागमा बाँड्न सकिन्छ. यो माथिपट्टिको भाग द अप्पर मोस्ट रिजन इज नोन एज हेड. त्यसपछि यो बिचको भागलाई चाहिँ बडी भनिन्छ र तलपट्टिको रिजनलाई चाहिँ टेल भनिन्छ है त. यु क्यान सी हेड, बडी र टेल. अब यो हेडको अर्को नाम पनि छ. द हेड अफ द इपिडिडाइमिस इज अल्सो कल्ड क्यापुट इपिडिडाइमिस है त. यो जुन हेड थियो यसलाई हामीले क्यापुट इपिडिडाइमिस पनि भन्छौं. त्यसपछि यो बडीलाई चाहिँ हामीले कोर्पस इपिडिडाइमिस भन्यौं. त्यसपछि जुन यो टेल छ टेललाई चाहिँ हामीले क्याउडा इपिडिडाइमिस पनि भन्छौं. सो हेड, बडी र टेल. ल हेर्नुस् त यो जुन टाउको छ हेड लाइक स्ट्रक्चर. सो यो माथिपट्टिको यसलाई चाहिँ हामीले हेड अफ द इपिडिडाइमिस भन्छौं. यो बिचकोलाई चाहिँ बडी अफ द इपिडिडाइमिस भन्छौं. यो लास्टकोलाई चाहिँ टेल अफ द इपिडिडाइमिस भन्छौं है. यति कुरा थाहा पाउन पर्यो. अब इपिडिडाइमिसको एउटा इम्पोर्टेन्ट फङ्सन छ हेर्नुस् है. सो टेस्टिसभित्र चाहिँ स्पर्म बन्यो.
त्यो स्पर्म गएर केही टाइमको लागि इपिडिडाइमिसमा स्टोर भएर बस्छ है। सो इपिडिडाइमिस हेल्प इन द टेम्पोररी स्टोरेज अफ स्पर्म, एउटा फङ्सन भयो। अब त्यहाँ स्पर्म स्टोर भइसकेपछि देयर्स अकर सम प्रोसेस, केही प्रोसेस हुन्छ त्यहाँ, बाई व्हिच स्पर्म गेट फिजियोलोजिकली मेच्योर्ड है त। स्पर्म चाहिँ फिजियोलोजिकली मेच्योर्ड हुन्छ, त्यो पछि पढाउँछ म तपाईँहरूलाई। सो इपिडिडाइमिस अल्सो हेल्प्स इन द फिजियोलोजिकल मेच्योरेसन अफ स्पर्म, यो दुईवटा कुरा चाहिँ थाहा पाउनु पऱ्यो। हेर्नुहोस् है त, दे हेल्प्स इन द फिजियोलोजिकल मेच्योरेसन अफ स्पर्म एन्ड टेम्पोररी स्टोरेज, र अलिअलि मोटिलिटी पनि प्रोभाइड गर्छ। र जुन यो टर्म छ फिजियोलोजिकल मेच्योरेसन अफ स्पर्म, त्यसलाई चाहिँ हामीले स्पर्मियोजेनेसिस भन्छौँ है। अब इक्जाममा दुईवटा क्वेसन आउँछ, हेर्नुहोस् है, एनाटोमिकल मेच्योरेसन अफ स्पर्म अकरिन भन्छ एउटा, अर्को चाहिँ फिजियोलोजिकल मेच्योरेसन अफ स्पर्म अकरिन। अब अप्सन दुईवटा दिएको हुन्छ, एउटा हुन्छ सेमिनिफेरस ट्युबुल्स, एउटा हुन्छ इपिडिडाइमिस। र एनाटोमिकल मेच्योरेसनमा चाहिँ तपाईँले सेमिनिफेरस ट्युबुल्समा टिक लाउनु पऱ्यो है, एन्सर ए। किनभने त्यो जुन स्पर्मको स्ट्रक्चर एक्वायर गर्ने काम गरे हुन्छ नि, जुन ट्याडपोल सेल स्ट्रक्चर हुन्छ, त्यो सबै सेमिनिफेरस ट्युबुल्समा हुन्छ एक्वायर। तर जुन फिजियोलोजिकल स्पर्म हुन्छ, त्यो फिजियोलोजिकली मेच्योर्ड हुने काम चाहिँ सबै इपिडिडाइमिसमा हुन्छ है त। सो फिजियोलोजिकल मेच्योरेसन अफ स्पर्म अकर्स इन इपिडिडाइमिस है, एन्सर इज बी। यसमा टिक लाउनु होला। यति भयो। अब हामी पढ्छौँ अर्को स्ट्रक्चर, जसलाई चाहिँ भन्छौँ भास डिफरेन्स। सो के थियो त भन्दाखेरि, सबभन्दा सुरुमा यतापट्टि थियो टेस्टिसको माथि थियो इपिडिडाइमिस। अब इपिडिडाइमिसको माथिबाट एउटा यो लामो पाइप ट्युबुलर स्ट्रक्चर थियो नि, यसलाई चाहिँ हामीले भन्छौँ भास डिफरेन्स। सो भास डिफरेन्स इज अ मस्कुलर ट्युब, सो इट इज सिम्पली अ मस्कुलर डक्ट which carries the sperm from epididymis to ejaculatory duct। अघिको डायग्राम सम्झिनु भयो भने हुन्छ सजिलो है। सो यो भास डिफरेन्सले चाहिँ हाम्रो इपिडिडाइमिसदेखि यतापट्टि आएर एउटा सेमिनिफेरस ट्युबुल्स थियो, सरी यतापट्टि आएर सेमिनल भेसिकल थियो, यो सेमिनल भेसिकल्सबाट पनि एउटा डक्ट आएको थियो, यो दुईवटा डक्ट मिलेर एउटा कमन डक्ट बनाएको थियो, यसलाई चाहिँ हामीले इजाकुलेटरी डक्ट भनेको थियौँ है त। सो दिस भास डिफरेन्स हेल्प्स टु क्यारी द स्पर्म फ्रम इपिडिडाइमिस टु दिस कमन डक्ट विच इज अ इजाकुलेटरी डक्ट। अब अर्को कन्डिसन के सोध्छ त, अर्को एउटा क्वेसन सोध्छ इक्जाममा, त्यो के हो त भन्दा, यदि कसैको फ्यामिली कम्प्लिट भइसकेको छ, अब हामीले के अरे यो कन्ट्रासेप्सन एप्लाई गर्नु पऱ्यो पर्मानेन्ट मेथड भने, मेलहरूमा यो भास डिफरेन्सलाई चाहिँ बिचमा काटेर अनि बाँधिदिन्छ है त। सो द कन्डिसन इज इन विच दिस भास डिफरेन्स इज कट एन्ड लाइगेटेड, दिस कन्डिसन इज नोन एज भ्यासेक्टोमी है त। दिस इज अ पर्मानेन्ट मेथड अफ कन्ट्रासेप्सन इन मेल है त, यही कुरा लेखेको छ यहाँ, पर्मानेन्ट मेथड अफ कन्ट्रासेप्सन इन मेल इन विच भास डिफरेन्स आर पर्मानेन्टली कट एन्ड टाइट। अब के हुने भयो त भन्दाखेरि, स्पर्म त बन्छ, तर त्यो स्पर्म्स काटेको ठाउँबाट अगाडि बढ्न पाउँदैन है त। सो स्पर्म फर्मेसन अकर्स, दो स्पर्म प्रोडक्सन अकर्स, दे क्यान नट पास बियोन्ड भास डिफरेन्स, भास डिफरेन्सभन्दा माथि पास हुन सक्दैन। सो त्यो कन्डिसनलाई चाहिँ हामीले एजोस्पर्मिया भन्छौँ है त। सो इफ भासेक्टोमी इज डन, सिमेन विल बी विथआउट स्पर्म, सिमेन त हुन्छ, सिमेन पछि बन्दै जान्छ यो सबै एड हुँदै, तर स्पर्म चाहिँ हुँदैन त्यसमा, त्यो कन्डिसनलाई हामीले एजोस्पर्मिया भन्छौँ है त। यो पनि सोधेको छ। अब अर्को स्ट्रक्चर पढौँ हामी, सेमिनल भेसिकल्स है। अब के थियो त भन्दाखेरि, यो टेस्टिकल्स भयो, टेस्टिसको माथि इपिडिडाइमिस, इपिडिडाइमिसबाट यस्तो डक्ट आएको थियो भास डिफरेन्स, त्यसपछि माथि यतापट्टि युरिनरी ब्ल्याडर थियो है। अब मैले देखाउँदाखेरि यसरी देखाएको थिएँ, यहाँनिर एउटा ग्ल्यान्ड थियो, यसलाई चाहिँ सेमिनल भेसिकल्स भन्यौँ। सो यो भास डिफरेन्स र सेमिनल भेसिकल्सको डक्ट मिलेर यो कमन डक्टलाई इजाकुलेटरी डक्ट भनेको थियौँ है। सो दिज ग्ल्यान्ड्स आर द सेमिनल भेसिकल्स। अब एक्ज्याक्टली हेऱ्यौँ भने, सपोज यो युरिनरी ब्ल्याडर हो भने, यो युरिनरी ब्ल्याडरको ठ्याक्क पछाडिपट्टि बस्या हुन्छ है त। सो दिस सेमिनल भेसिकल्स आर द स्मल ग्ल्यान्ड विच आर सिचुएटेड जस्ट बिहाइन्ड द युरिनरी ब्ल्याडर है त। युरिनरी ब्ल्याडरको पछाडि हुन्छ, दे आर टु इन नम्बर, दुईवटा हुन्छ, र तिनीहरूकोबाट यहाँबाट सोध्ने एउटा मात्रै क्वेसन छ है। सो यो सेमिनल भेसिकलले एउटा फ्लुइड बनाउँछ, जसलाई चाहिँ हामीले सेमिनल फ्लुइड भन्छौँ, र यो सेमिनल फ्लुइडमा एउटा इम्पोर्टेन्ट कुरा हुन्छ है, जसलाई चाहिँ हामीले फ्रुक्टोज भन्छौँ। सो दिस फ्लुइड सिक्रेटेड बाई द सेमिनल भेसिकल्स कन्टेन्स वान इम्पोर्टेन्ट सब्सटेन्स विच इज फ्रुक्टोज। यो फ्रुक्टोज भन्ने सुगर चाहिँ हुन्छ सेमिनल फ्लुइडमा, यसले चाहिँ हाम्रो स्पर्मेटोजोआलाई
है नोरिसमेन्ट प्रोभाइड गर्ने काम गरे हुन्छ। जति पनि स्पर्म भन्छ नि यो सबैलाई नोरिसमेन्ट प्रोभाइड गर्ने काम गर्छ। अब अरू कुरा पनि हुन्छ सेमिनल फ्लुइडमा, जस्तै एक्सकर्बिक एसिड, प्रोस्टाग्ल्यान्डिन, यति धेरै याद गर्नु परेन। यो फ्रुक्टोज भने चाहिँ याद गर्नु होला सेमिनल भेसिकल्सको है। यहाँ पनि स्पर्म आएर केही टाइम बस्छ, सो इट इज अल्सो कल्ड स्टोर हाउस है त। अब यही कुरा छ, नरिसमेन्ट टु द स्पर्म इज बाई फ्रुक्टोज। अब यो सेमिनल फ्लुइडको नेचर चाहिँ लिटिल बिट अल्कालाइन हुन्छ है। यसो हेऱ्यौँ भने अल्कालाइन नेचर हुन्छ। यो फ्लुइडले पछि गएर भेजाइनाको एसिडिक इन्भाइरोमेन्टलाई न्युट्रलाइज गर्ने काम गर्छ है। सो द स्पर्म क्यान इजिली सर्भाइभ इनसाइड भेजाइना, त्यही कुरा छ। अब पढ्छौँ हामी इजाकुलेटरी डक्ट। इजाकुलेटरी डक्ट एकदमै सजिलो छ, अघि भनिसकेँ मैले तपाईँहरूलाई। सो इजाकुलेटरी डक्ट इज अ डक्ट विच इज फाउन्ड बाई द युनियन अफ भास डिफरेन्स एन्ड द डक्ट अफ सेमिनल भेसिकल्स है। त्यो अघिकै चित्रको कुरा हो। सो द डक्ट अफ सेमिनल भेसिकल्स जोइन्स भास डिफरेन्स टु फर्म अ कम्बाइन्ड डक्ट विच इज इजाकुलेटरी डक्ट। दिस इजाकुलेटरी डक्टको फङ्सन भनेको दे हेल्प टु ट्रान्सपोर्ट द स्पर्म इन्टु युरेथ्रा। युरेथ्रामा स्पर्म ट्रान्सपोर्ट गरेको थियो है। अब एक्सेसरी सेक्स ग्ल्यान्डमा के पर्छ? सेमिनल भेसिकल्स, प्रोस्टेट र काउपर्स ग्ल्यान्ड, अघि भनिसकेको कुरा है। लेट्स रिड अबाउट प्रोस्टेट। सो प्रोस्टेट इज अ फाइब्रोमस्कुलर ग्ल्यान्ड है त। यो मसल फाइबरले बनेको एउटा ग्ल्यान्ड हो। इट लाइज बिलो द युरिनरी ब्ल्याडर। युरिनरी ब्ल्याडरको तलपट्टि हुन्छ र यो मेलमा मात्रै हुन्छ, फिमेलमा हुँदैन है। सो इट इज फाउन्ड ओन्ली इन मेल। र के हुन्छ त भन्दाखेरि प्रोस्टेट नर्मल साइजमा हुन्छ, तर हामी एजेड हुँदै गएपछि इट गेट लिटिल बिट इन्लार्ज, ठुलो हुँदै जान्छ है त हाम्रो यो हर्मोनल इस्युहरूले गर्दाखेरि। र मेललाई एउटा सिम्टम्स लिएर आउँछ बुढो मान्छेहरू, त्यो जस्तै पिसाब राम्ररी नहुने, अनि भइसकेपछि पनि के अड्के जस्तो लाग्ने पिसाबहरू है त, अनि लागेको लागि हुने। दिज अल आर ड्यु टु द इन्लार्जमेन्ट अफ प्रोस्टेट ग्ल्यान्ड। त्यो कन्डिसनलाई हामीले बिपिएच भन्छौँ, बेनाइन प्रोस्टेटिक हाइपरप्लेजिया अथवा बिइपी, बेनाइन इन्लार्जमेन्ट अफ प्रोस्टेट है त। अब यो प्रोस्टेटको फङ्सन चाहिँ के हो त भन्दाखेरि यो प्रोस्टेटले पनि एउटा फ्लुइड निकाल्छ है, जुन फ्लुइड चाहिँ अल्कालाइन हुन्छ, अल्कालाइन नेचरको हुन्छ। र यो अल्कालाइन फ्लुइडले भेजाइनाको एसिडिक नेचरलाई न्युट्रलाइज गर्ने काम गर्छ है। भेजाइनामा हाम्रो ल्याक्टोब्यासिलस भन्ने ब्याक्टेरिया हुन्छ, त्यसले ल्याक्टिक एसिड फर्मेन्ट बनाउँछ। त्यो ल्याक्टिक एसिडले गर्दाखेरि भेजाइनाको इन्भाइरोमेन्ट चाहिँ फुल एसिडिक हुन्छ। र यो प्रोस्टेटिक फ्लुइडको अल्कालाइन नेचर अनि यो सेमिनल भेसिकल्सको फ्लुइडको अल्कालाइन नेचर, यो सबै फ्लुइडले गर्दाखेरि चाहिँ एसिडिक इन्भाइरोमेन्टलाई न्युट्रलाइज गरिदिन्छन् र स्पर्म क्यान इजिली सर्भाइभ, यही कुरा छ है। सो प्रोस्टेट इज अ फाइब्रोमस्कुलर ग्ल्यान्ड विच इज प्रेजेन्ट जस्ट बिलो द युरिनरी ब्ल्याडर है त, एन्ड इन्सर्कल्स द युरेथ्रा। युरेथ्रालाई इन्सर्कल गरेको थियो यसरी। त्यसै सिक्रेट्स अल्कालाइन फ्लुइड विच न्युट्रलाइज भेजाइना। जसले गर्दा स्पर्म चाहिँ भाइबल र मोटाइल हुन्छ है। सो बिपी अथवा बिपिएच भनेको इट इज द बेनाइन इन्लार्जमेन्ट अफ प्रोस्टेट सिन इन ओल्ड एज भनिसकेँ मैले। यो क्यान्सरस कन्डिसन होइन है त। अब हामी पढ्छौँ नेक्स्ट ग्ल्यान्ड विच आर काउपर्स ग्ल्यान्ड अर बल्बो युरेथ्रल ग्ल्यान्ड। योबाट तपाईँहरूले एउटा मात्रै फङ्सन याद गर्नु पर्यो है। सो यो के थियो त भन्दाखेरि प्रोस्टेट थियो, प्रोस्टेटको भित्रबाट युरेथ्रा पास भएको थियो, अनि त्यसपछि तल पेनिस स्टार्ट भएको थियो है। सो यो युरेथ्रा के अरे यो प्रोस्टेट सकिने बित्तिकै यहाँनिर दुईवटा जुन स्मल ग्ल्यान्ड्स थियो, बल्बुलर स्ट्रक्चर्स, दिज आर नोन एज द काउपर्स ग्ल्यान्ड अथवा बल्बो युरेथ्रल ग्ल्यान्ड्स। दे लाई बिनिथ द प्रोस्टेट, प्रोस्टेटको तलपट्टि लाई गरेको थियो। र यिनीहरूको एउटा मात्रै काम है, हाम्रो यो सेक्सुअल इन्टरकोर्स गर्दाखेरि जुन लुब्रिकेटिङ फ्लुइड प्रड्युस गर्छ नि, फ्रिक्सन नहोस् भनेर, दिस लुब्रिकेटिङ फ्लुइड इज प्रोड्युस बाई दिस काउपर्स ग्ल्यान्ड। र यो लुब्रिकेटिङ फ्लुइड चाहिँ काउपर्स ग्ल्यान्डले बनाउने गर्छ। सो दे लाइज बिलो अथवा इन्फेरियर टु प्रोस्टेट एन्ड सिक्रिट्स द अल्कालाइन फ्लुइड विच लुब्रिकेट्स द पेनिस है त, जसले चाहिँ पेनिसलाई लुब्रिकेट्स गर्छ ड्युरिङ सेक्सुअल इन्टरकोर्स एन्ड न्युट्रलाइज एसिडिक नेचर अफ भेजाइना है। सो यो प्रोस्टेटले पनि, काउपर्स ग्ल्यान्डले पनि, सेमिनल भेसिकल्सले पनि बनाउने फ्लुइड अल्कालाइन हुन्छ, त्यसले भेजाइनालाई न्युट्रलाइज गर्छ। यो नर्मल कुरा भयो। तर यहाँबाट टेक होम मेसेज के लाग्न पर्यो तपाईँहरूले भन्दा, काउपर्स ग्ल्यान्डको फ्लुइडले चाहिँ हाम्रो यो पेनिस र भेजाइनालाई पेनिसलाई लुब्रिकेट गर्ने काम गरे हुन्छ है त इन्टरकोर्स गर्दा। यति हो थाहा पाउनुपर्ने। अब अर्को एउटा इम्पोर्टेन्ट क्वेसन, यो धेरैपल्ट सोधेको क्वेसन छ, बल्बो युरेथ्रल ग्ल्यान्ड्स अथवा काउपर्स ग्ल्यान्ड आर होमोलोगस टु विच अर्गन अफ फिमेल भन्छ।
है। होमोलोगस भनेको त्यस्तै काम गर्ने भन्न खोजे। सो बल्बोयुरेथ्रल ग्ल्यान्ड्सहरू चाहिँ फिमेलको बार्थोलिन ग्ल्यान्डसँग होमोलोगस हुन्छ। फिमेलमा पनि एउटा ग्ल्यान्ड हुन्छ जसलाई बार्थोलिन ग्ल्यान्ड्स भन्छौँ। त्यो बार्थोलिन ग्ल्यान्ड्सले चाहिँ भेजाइनालाई लुब्रिकेट गर्छ इन्टरकोर्स गर्दा। सो दिस टु आर कल होमोलोगस टु इच अदर। है सम्झिनलाई सजिलो छ, बीबाट बल्बोयुरेथ्रल ग्ल्यान्ड, बीबाट बार्थोलिन ग्ल्यान्ड्स। सो यति सम्झिनु भयो भने तपाईँलाई सजिलो हुन्छ है। र आजको क्लास यतिसम्म। सो नाउ वी आर गोइङ टु रिड अबाउट युरेथ्रा। युरेथ्राको बारेमा पढ्छौँ है त। सो सिमेनलाई, हाम्रो सिमेनलाई यो के अरे कमन इजाकुलेटरी डक्टले चाहिँ युरेथ्रासम्म ल्यायो। अब नाउ वी आर गोइङ टु रिड कि युरेथ्राको थ्रुबाट कसरी बाहिर जाँदो रहेछ भनेर है। सो रिडिङ अबाउट द एनाटोमी अफ युरेथ्रा। युरेथ्रा इज सिम्पली अ ट्युब है त। इट इज अ होलो ट्युब विच क्यारिज बोथ स्पर्म अथवा सिमेन, विच क्यारिज बोथ सिमेन एज वेल एज युरिन इन केस अफ मेल है त। मेलमा चाहिँ युरेथ्राले सिमेन र युरिन दुइटै क्यारी गर्छ, तर फिमेलको केसमा चाहिँ युरेथ्राले खालि युरिन मात्रै क्यारी गर्छ है। रिप्रोडक्टिभ सिस्टमको छुट्टै नै ओपनिङ छ। सो यु क्यान सी ओभर हियर, यो पुरै पोर्सन दिस इज अल द युरेथ्रा है। यो सबै युरेथ्रा हो। अब हामीहरूले युरेथ्राको बारेमा रेनल सिस्टममा पनि पढिसकेका छौँ। यहाँ चाहिँ मैले मेलको बारेमा मात्रै भन्छु है तपाईँहरूलाई। सो मेल युरेथ्रा इज युजली 18 to 20 सेन्टिमिटर, 18देखि 20 सेन्टिमिटर, कुनै कुनै बुकहरूमा 16 to 20 सेन्टिमिटर पनि लेखिराखेको हुन्छ है त। सो इट इज अराउन्ड 18 to 20 or 16 to 20 सेन्टिमिटर इन लेन्थ, whereas in case of female only it is 4 सेन्टिमिटर है त। अब यो 18 to 20 सेन्टिमिटरको युरेथ्रालाई हामीहरूले यसरी डिभाइड गरेका छौँ है। ल तपाईँहरू हेर्नुहोस्। सो दिस फर्स्ट पार्ट अफ द युरेथ्रा विच इज इनसाइड द प्रोस्टेट, जुन यो प्रोस्टेटबाट पास भएको छ युरेथ्राको पार्ट, प्रोस्टेटबाट पास भएको युरेथ्राको पार्ट, यसलाई चाहिँ हामीहरूले प्रोस्ट्याटिक युरेथ्रा भनेर नाम दियौँ। दिस पार्ट इज कल्ड प्रोस्ट्याटिक युरेथ्रा। एन्ड देन द पार्ट विच इज बिट्विन दिस प्रोस्टेट एन्ड द स्टार्टिङ अफ द पेनिस, प्रोस्टेट र पेनिसको स्टार्टिङ हुँदाखेरिको जुन यो बिचको युरेथ्रा छ, इट इज लिटल बिट मेम्ब्रेनस। सो दिस युरेथ्रा इज नोन एज मेम्ब्रेनस युरेथ्रा है त। सो अब त्यसपछि आउने जुन युरेथ्रा छ, द युरेथ्रा देन पासेस इनसाइड द पेनिस, पेनिसको भित्रबाट पास भएको हुनाले त्यसपछिको यो सबै युरेथ्रालाई चाहिँ हामीहरूले पेनाइल युरेथ्रा और स्पन्जी युरेथ्रा भन्छौँ। स्पन्जी किन भन्यो त भन्दाखेरि पेनिस इज अ स्पन्जी स्ट्रक्चर, सो दिस युरेथ्रा इज नोन एज पेनाइल युरेथ्रा और स्पन्जी युरेथ्रा। सो युरेथ्राको लेन्थ 16 to 20 सेन्टिमिटर हुँदो रहेछ। इट हेज गट 3 पार्ट्स। The first part which is inside the prostate is called prostatic urethra. Then the second part which is little bit membranous and thin is known as membranous urethra. Then third part of the urethra which runs inside the penis is known as penile urethra or spongy urethra. युरेथ्रामा यति मात्र कुरा जान्नु पर्यो। र अर्को के जान्नु पर्यो भन्दाखेरि इट इज अ कमन ओपनिङ अफ बोथ जेनिटल सिस्टम एज वेल एज युरिनरी सिस्टम बिकज इट क्यारिज बोथ युरिन एज वेल एज सिमेन है। सो इजाकुलेटरी डक्ट आएर यहाँनिर ओपन हुन्छ, यताबाट सिमेन क्यारी गर्ने भयो, र यो युरिनरी ब्ल्याडर है त, यो युरिनरी ब्ल्याडरको नेकनेरबाट ओपन भएको हुनाले युरेथ्राले युरिन पनि क्यारी गरेर बाहिर लिने भयो। र यति कुरा जान्नु पर्यो हामीले युरेथ्राको बारेमा। नाउ लेट्स गो टुवर्ड्स द थ्योरी है। थ्योरी हेर्न सक्नुहुन्छ। इट इज अ कमन प्यासेज अफ बोथ युरिन एन्ड सिमेन, यो पढिसक्यौँ हामीहरूले। क्यारिज सिमेन टु आउटसाइड अफ द बडी भाया पेनिस, पेनिसको थ्रुबाट बाहिर सिमेन क्यारी गर्छ। इट हेज गट 3 पार्ट्स। द फर्स्ट पार्ट इज प्रोस्ट्याटिक युरेथ्रा, सेकेन्ड पार्ट इज मेम्ब्रेनस युरेथ्रा एन्ड द थर्ड पार्ट इज पेनाइल युरेथ्रा। र युरेथ्राबाट हाम्रो एमसिक्यू 2-3 चोटि सोधेको क्वेसन छ, हाउ मेनी पार्ट्स इन देयर, पार्ट्स 2-3 चोटि सोधेको क्वेसन छ, हाउ मेनी पार्ट्स आर देयर इन युरेथ्रा अथवा मेल युरेथ्रा भनेर सोध्छ। अप्सन एमा 1 हुन्छ, अप्सन बीमा 2, अप्सन सीमा 3, अप्सन डीमा 4, र तपाईँहरूले अप्सन सी यानि कि देयर आर 3 पार्ट्स अफ युरेथ्रा भनेर टिक लाउनु होला है। र अनि एउटा अर्को रिजन छ, एउटा इन्ट्रेस्टिङ रिजन जुन मैले अस्ति रेनल सिस्टममा पनि भनेको थिएँ। सो फिमेलको युरेथ्रा चाहिँ सर्ट हुन्छ 4 सेन्टिमिटरको अराउन्डमा, र मेलको युरेथ्रा चाहिँ 18 to 20 सेन्टिमिटर लामो हुने भएको हुनाले गर्दा फिमेलमा चाहिँ बाहिरको ब्याक्टेरियाहरू दे क्यान इजिली एसेन्ड इन्टु द फिमेल रेनल सिस्टम है त। फिमेल युरिनरी ट्र्याकमा द ब्याक्टेरिया क्यान इजिली एसेन्ड एन्ड हिन्स फिमेल आर
मोर प्रोन टु सफर फ्रम युटिआई देन मेल, तर मेलको त लामो हुन्छ युरेथ्रा, सो ब्याक्टेरियाहरू इजिली पास हुन सक्दैन है त। यो पनि सोध्ने क्वेसन हो एउटा। त्यसपछि अर्को स्ट्रक्चर छ पेनिस। सो ओके, इट इज द अर्गन अफ कपुलेसन इन मेल है त। कपुलेसन भन्न खोजा चाहिँ सेक्सुअल एक्टिभिटीमा इन्भल्भ हुने भएको हुनाले इट इज द अर्गन अफ कपुलेसन इन मेल। फिमेलमा चाहिँ अर्गन अफ कपुलेसन भनेर सोध्यो भने भेजाइना भनेर भन्नु पर्यो तपाईँहरूले, सोधेको क्वेसन हो। अब यहाँ मान्छेहरू कन्फ्युज हुन सक्छन्। द प्राइमेरी रिप्रोडक्टिभ अर्गन इन मेल भनेपछि चाहिँ टेस्टिसमा लाउनु होला, तर अर्गन अफ कपुलेसन इन मेल भन्यो भने पेनिसमा, यो दुईटामा नझुक्किने है त। प्राइमेरी रिप्रोडक्टिभ अर्गन भनेको चाहिँ जसले हाम्रो मेल ग्यामेट स्पर्म बनाउँछ त्यसलाई प्राइमेरी रिप्रोडक्टिभ अर्गन भन्छौँ। अर्गन अफ कपुलेसन भनेको सेक्सुअल एक्टिभिटीमा हेल्प गर्ने अर्गन है। अर्को थाहा पाउनु पर्ने कुरा भनेको पेनिस इज अ स्पोन्जी एन्ड इरेक्टाइल टिस्यु है त। सो पेनिस इज अ स्पोन्जी एन्ड इरेक्टाइल टिस्यु। स्पोन्जी पनि हुन्छ सम्झाखेरि सफ्ट स्पोन्जी टाइपको, र इरेक्ट हुने भएको हुनाले यसलाई इरेक्टाइल टिस्यु भन्छौँ। यो इरेक्ट चाहिँ कसरी हुन्छ भन्दाखेरि नर्मल कन्डिसनमा यस्तो फ्ल्यासिड भएर बसेको हुन्छ पेनिस है। त्यसपछि यहाँ भित्रबाट धेरैवटा ब्लड भेसल्सहरू रन भएको हुन्छन्। यो पेनिसभित्र धेरैवटा ब्लड भेसल हुन्छन् है। अब जब स्टिमुलस आउँछ, स्टिमुलस आइसकेपछि यो सबै ब्लड भेसल्समा ब्लड एकदमै धेरै फिल हुन्छ। सबै ब्लड भेसल्समा ब्लड फिल भइसकेपछि यो पेनिस आफै अटोमेटिक इरेक्ट भएर जान्छ है त। सो इट इज कल्ड स्पोन्जी एन्ड इरेक्टाइल अर्गन भनेर थाहा पाउनु पर्यो। अर्को पेनिसमा थाहा पर्ने कुरा भनेको इट कन्सिस्ट अफ 3 इरेक्टाइल टिस्युज है। यहाँ देख्न सक्नुहुन्छ पेनिस इरेक्ट हुनलाई त भित्र मस्कुलर स्ट्रक्चर छ 3टा इरेक्टाइल टिस्यु। के हो भन्दाखेरि यो दुईटा जुन बाहिरपट्टिको छ, यो अलिअलि बुट्टा बुट्टा भएको देख्न सक्नुहुन्छ यो तपाईँहरू। दिस आउटर 2 इरेक्टाइल टिस्युज आर कल्ड कर्पोरा क्याभर्नोसा है त। सो इट कन्सिस्ट अफ 3 इरेक्टाइल टिस्यु। outermost it consists of 2 erectile tissue, they are corpora cavernosa, and internally there is only 1 erectile tissue। यो सबै एउटा मात्रै हो है त, यो एउटै हो। हेर्दाखेरि दुईटा जस्तो देखिएको छ यो युरेथ्रा पास भएर, तर दिस इज ओन्ली 1, इट इज कल्ड कर्पोस स्पोन्जियोसम है त। यो सिङ्गुलर भएको हुनाले कर्पोस छ, हेर्नुहोस् है एउटा मात्रै। अब यो दुईटा भएको हुनाले कर्पोरा छ है। सो पेनिस कन्सिस्ट अफ 3 इरेक्टाइल टिस्यु, 2 आर कर्पोरा क्याभर्नोसा एन्ड 1 इज कर्पोस स्पोन्जियोसम। यो पनि सोध्न सक्छ है। अब त्यसपछि पेनिसलाई हामीले अब डिभाइड गरेर पढ्छौँ हेर्नुहोस् है। सो अब पेनिसलाई हामीले डिभाइड गरेर पढ्दाखेरि दुईटा भागमा बाँड्न सकिन्छ। एउटापट्टि चाहिँ यो माथि ठुलो छ हेड है त। सो दिस वान इज द हेड अफ द पेनिस। अनि यो तलपट्टिको लामो स्ट्रक्चर, दिस वान इज द बडी अफ द पेनिस है त। सो दिस इज द हेड, दिस इज द बडी। अब जुन यो हेड छ, हेड अफ द पेनिस इज पिङ्क इन कलर है, एन्ड इट इज कल्ड ग्लान्स पेनिस। सो हेड अफ द पेनिस इज पिङ्क इन कलर एन्ड इट इज कल्ड ग्लान्स पेनिस, whereas the body of the penis is called shaft। कुनै पनि अर्गन्सको बडीलाई हामीले शाफ्ट भन्छौँ है त। यो ग्लान्स भयो, यो शाफ्ट भयो। अब तपाईँलाई थाहा नै छ यो ग्लान्स पेनिस छ पिङ्क कलरको, त्यसको वरिपरिबाट एउटा स्किनले कभर गरेर हुन्छ। अ थिन लेयर अफ स्किन अथवा थिन फोल्ड अफ स्किन which is present around the glans penis is known as foreskin अथवा prepuce भन्छ है त। So the thin layer of skin which cover the glans penis is known as foreskin अथवा prepuce भनेर भनिन्छ। अब के हुन्छ भन्दाखेरि हाम्रो मुस्लिम कम्युनिटीमा ज्युजहरूमा चाहिँ यो प्रिप्युसलाई काटेर फाल्छ बच्चा जन्मिने बित्तिकै। यो प्रिप्युसलाई काटेर फाल्छ अनि ग्लान्स पेनिस मात्रै बच्छ है। त्यो केसलाई चाहिँ हामीले सर्क्युमसिजन भन्छौँ है, सर्क्युमसिजन। सो इन केस अफ ज्युज एन्ड मुस्लिम्स दे कट द प्रिप्युसियल स्किन एट द टाइम अफ बर्थ विच इज नोन एज सर्क्युमसिजन है त। सर्क्युमसिजन यो टर्म याद गर्नु होला। अब यो सर्क्युमसिजनको फाइदा के छ भन्दाखेरि मेडिकल्ली हेऱ्यो भने रिसर्चहरूमा कोही मान्छेमा यदि सर्क्युमसिजन गरेछ, फोरेस्किन फालेको छ भने चाहिँ त्यो मान्छेमा पछि गएर पेनाइल क्यान्सर हुन्छ नि, पेनाइल कार्सिनोमा हुने चान्स एकदम लेस हुन्छ भनेर एउटा भनाइ छ, रिसर्चहरूमा पब्लिस भएको छ। एउटा बेनिफिट त्यो चाहिँ हो है त। सो त्यही अघि लेखेकै कुराहरू छ। 3 इरेक्टाइल टिस्यु छ, 2 कर्पोरा क्याभर्नोसा एन्ड 1 कर्पोस स्पोन्जियोसम है। अनि त्यसपछि एन्ड अफ द पेनिस इज कल्ड ग्लान्स पेनिस। द ग्लान्स इज कभर्ड विथ लुज स्किन विच इज कल्ड प्रिप्युस अथवा फोरेस्किन
and the surgical removal of prepuce in Jews and Muslim is called circumcision. अब मैले तपाईँलाई एउटा कुरा भन्दैछु यहाँ, अब होमोलोगस अर्गेनहरू एकदमै इम्पोर्टेन्ट छ हाम्रो रिप्रोडक्टिभ सिस्टमभरि है। अस्ति मैले भनेको थिएँ बार्थोलिन ग्ल्यान्डको होमोलोगस भनेको बल्बोयुरेथ्रल ग्ल्यान्ड हो, त्यस्तै पेनिस जस्तै फिमेलमा होमोलोगस अर्गेन कुन हो भनेर सोध्यो भने एक्जाममा तपाईँहरूले क्लाइटोरिस भनेर लगाउनु होला, ठिक है त। सो द अर्गेन विच इज होमोलोगस टु पेनिस इन मेल इज विच इज इन फिमेल इज विच अफ द फलोइङ भनेर दिया हुन्छ, तपाईँले क्लाइटोरिस भनेर टिक लाउनु होला है। सो क्लाइटोरिसको बारेमा हामी फिमेल रिप्रोडक्टिभमा पढ्छौँ। अब ठ्याक्क तपाईँहरूको यो भेजाइनाको माथिपट्टि टिपमा चाहिँ एउटा यस्तो इरेक्टाइल टिस्यु हुन्छ, जसरी पेनिस चाहिँ हाम्रो इरेक्सन हुँदाखेरि इरेक्ट भइराखेको हुन्छ नि, स्टिमुलेट हुन्छ, त्यसै गरी क्लाइटोरिस पनि हाम्रो स्टिमुलस दिँदाखेरि इरेक्ट हुन्छ है। यसले सेन्सरी प्लेजर दिने भएको हुनाले गर्दाखेरि क्लाइटोरिस इज होमोलोगस टु पेनिस अर भाइस वर्सा भनेर भनिन्छ है त। त्यसपछि अब एउटा टर्म छ, यो कहिले काहीँ सोधिराखेको हुन्छ, यदि यो ग्लान्स पेनिस छ नि, यो पेनिस माथिको रेड पार्ट पिङ्क पार्ट, यो ग्लान्स पेनिस यदि इन्फ्लामेसन भयो भने यसलाई हामीले बालानाइटिस भन्छौँ है। सो द इन्फ्लामेसन अफ ग्लान्स पेनिस इज नोन एज बालानाइटिस। इन्फ्लामेसन अफ ग्लान्स पेनिस इज नोन एज बालानाइटिस। कहिले काहीँ सोधिदिन सक्छ यो क्वेसन पनि है त। ल यतिसम्म क्लियर छ नि है सबैजनालाई? यस सर। ओके, अब रिप्रोडक्टिभ सिस्टम मेल रिप्रोडक्टिभ सिस्टमको पार्ट्सहरू यति नै हो। तपाईँहरूलाई यो डार्क बोल्ड गरेको कुराहरू चाहिँ पढ्नु होला, धेरै नै सोधिराखेको हुन्छ है। त्यो होमोलोगस अर्गेनहरू भयो अनि पछाडि स्टार हालेको कुराहरू है त। ल अब हामी अफलाइन हौँ। गुड नाइट एभ्रीबडी। गुड नाइट सर। गुड नाइट।